नमस्कार दर्शकवृन्द, स्वागत छ सेन्ट्रल डुवर्स न्यूजमा। अलिपुरद्वार जिल्लाका कालचिनी ब्लक अन्तर्गत सेन्ट्रल डुवर्स चिया कमानका पाना डिभिजनका बुजुर्ग महिलाका घर यी केही महिना अघि जंगली हात्तीद्वारा एकदमै क्षतिग्रस्त गरिदिएको थियो, जसकारण वृद्ध महिलालाई धेरै समस्या भइरहेको थियो। आफ्नो आर्थिक व्यवस्था कमजोर हुनाले गर्दा घरका निर्माण गर्नुमा असमर्थ रहेकोमा जयगाउँका समाजसेवी श्री नवीन के छेत्रीद्वारा घरका निर्माण गरिदिएको छ। समाजसेवी श्री नवीन के छेत्रीका धेरै ठुलो सहयोगले आज एउटा वृद्ध महिलाले रहनुका लागि घर पाएको छ। आफ्नो आसियाना बनिएकोमा वृद्ध बोजूले आफ्नो आन्तरिक हृदयबाट समाजसेवी श्री नवीन के छेत्रीलाई धन्यवाद दिएका छन्। अब मलाई धेरै नै राम्रो गरेको छ। म कहाँ बसौँ के गरौँ भन्ने भएको थियो। अब नवीन छेत्री भाइले चाहिँ धेरै गुण गाएको छ, मलाई राम्रो भयो, धन्यवाद होस्। यो हात्तीले भत्काएर मेरो घर चाहिँ डम्मै गतिमती केही थिएन, नवीन भाइले बनाइदिनु भयो। भगवान जतिकै निस्किनु भएको थियो मेरो लागि, भगवानै हुन्। उहाँलाई अब बढी गरी खाओस्, मलाई सहारा भयो, धन्यवाद छ। विवेकज्यू, आज तपाईको गाउँमा एउटा जयगाउँका समाजसेवीको द्वारा यहाँ बोजूको घर आज निर्माण गरिदिएको छ है, के भन्न चाहनुहुन्छ त? सर्वप्रथम त हाम्रो सेन्ट्रल डुवर्स न्युज मार्फत हाम्रो गोर्खाको एकदमै समाजसेवी, गोर्खाको एउटा मेन्टर भनौँ, गोर्खाको एउटा सान भनौँ, हाम्रो दादा नवीन के छेत्रीज्यू, जो चाहिँ एकदमै समाजसेवी, एकदमै सबैको लागि नै समाजसेवी भएर उहाँले सबैलाई नै सहयोगको हात फैलाएर सबैलाई नै सहयोग पुर्याइरहेको छ। उहाँलाई धेरै आन्तरिक हृदयबाट नै धेरै धन्यवाद दिँदै उहाँलाई म नमस्कार भन्न चाहन्छु कि विगत दिनमा हाम्रो यहाँ आमै र बा मात्रै दुईजना मात्रै परिवार हुनुहुन्छ यहाँनिर। उहाँहरू एउटा रासिनको आश्रयमा मात्रै उहाँनिर बस्नुहुन्छ। उहाँहरूको एउटा आमदानी भन्ने चिज कहीँबाट पनि छैन र त्यसै हुँदाखेरि यहाँनिर हात्तीले एउटा इलेक्ट्रिसिटीको प्रब्लम हुँदाखेरि या फिर इलेक्ट्रिसिटी नहुँदाखेरि पनि होला सायद कि हात्तीले यहाँनिर 3-4 पल्ट घर भत्काएकोले गर्दाखेरि एकदमै तहस नहस थियो, एकदमै केही थिएन। र बस्नुको लागि पनि उहाँहरू त्राही हुनुहुन्थ्यो, अर्काको घरमा बस्नुहुन्थ्यो। र यस्तै मार्फतले गर्दाखेरि हामीले धेरै अब तपाईँकै न्युज मार्फतबाट नै हामीले धेरै गुहार पनि टक्राएको थियो हाम्रो आमै र बाको लागि। र त्यस्तै गर्दा हाम्रो गाउँकै हाम्रो काका सुबिर गिरीज्यू, उहाँसँग एउटा सरसल्लाह गरे अनुसार उहाँले नवीन दासँग एउटा कन्ट्याक्ट बेसमा हामीलाई उहाँले एउटा रिपेयरिङको काम उहाँले यहाँनिर गरिदिनु भएको छ। रिपेयरिङ होइन, यो एउटा नयाँ नै निर्माण भएको जस्तै नै हो। र आजको दिनमा हाम्रो नवीन दाले चाहिँ यस्तो प्रकारको कार्यहरू गर्नुहुन्छ जो चाहिँ एकदमै अमर रहनेछ। र आमैको अब आमैले भन्नु त जान्नु हुँदैन, तर आमैको मनमा नै थाहा छ, मनमा नै छ कि त्यो कुरा कि नवीन दालाई उसले भगवान जस्तिकै रूप मानेर उहाँले धेरै धन्यवाद र उहाँको उन्नति अझै हुँदै जाओस् भनेर उहाँहरूले धेरैदेखि नै भनिरहेको छ। र म पनि एकदमै आन्तरिक हृदयबाट नै उहाँलाई म एउटा हाम्रो न्यू जेनेरेसन, हाम्रो जति पनि पञ्जीपतिहरू छ उहाँको एउटा उद्देश्य के अरे एउटा इन्सपिरेसन भन्ने चिजहरू उहाँकोबाट नै हामीले सिक्नुपर्ने हुनुहुन्छ। र आउँदो दिनमा अब चाहिँ यहाँनिर इलेक्ट्रिसिटीको पनि हामीले व्यवस्था गरिदिएको छौँ र घर पनि मजाको भएको छ। र उहाँहरू एकदमै अस्तिदेखि नै बस्नु हुँदैछ। र फेरि पनि यस्तो के अरे दुःखको घटनामा हामीलाई दादाले धेरै नै हेल्प गर्नुहुनेछ। र आउँदो दिनमा यस्तो केही भयो भने हामी अझै पनि दादालाई याद गरेछौँ। उहाँको सहयोग फाउन्डेसन एकदमै सहयोगकै नै काम गरिरहेछ, एउटा ग्राउन्ड लेभलदेखि लिएर नै सबैलाई नै सहयोग पुर्याइरहेको छ। फेरि पनि म दादालाई धेरै धन्यवाद दिन चाहन्छु र सहयोग नवीन के सहयोग फाउन्डेसनलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो एउटा जुन सरसल्लाह अनुसार हाम्रो काका सुबिर गिरीज्यू, उहाँको पनि धेरै यहाँनिर सहयोग पुऱ्याउनलाई धेरै हात छ, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।